नमस्कार सम्पूर्ण श्रोता महानुभावहरू, तपाईहरुलाई फेरि पनि स्वागत छ तपाईहरुको आफ्नो मुभमेन्ट रौतहट फर्स्ट इन एजुकेसन। म इन्जिनियर के स्टार कोचिङ एन्ड ट्रेनिङ सेन्टरको फाउन्डर एन्ड डाइरेक्टर। तपाईहरुलाई हाम्रो अहिले लाइभ तपाईहरु हामीले सुनिराख्नु भएको छ 89.2 मेगाहर्जमा। तपाईहरुलाई फेरि पनि स्वागत छ तपाईहरुको आफ्नो मुभमेन्ट रौतहट फर्स्ट इन एजुकेसन मुभमेन्टमा। आदरणीय श्रोता महानुभावहरू, केही समयको विश्राम पछाडि, विश्राम भन्दा पनि केही समयको ब्रेक पछाडि फेरि पनि हामी हाम्रो मुभमेन्टमा एउटा नयाँ अध्याय लिएर र एउटा नयाँ जोस र जागरको साथ हामी फेरि पनि सुरु गरिसकेका छौँ हाम्रो रौतहट फर्स्ट एजुकेसन मुभमेन्ट, जसमा तपाईहरुसँग बातचित हुन्छ, कुराकानी हुन्छ र त्यो कुराकानीको कारणले गर्दा तपाईहरुको सल्लाह सुझावलाई लिएर हामीले रौतहटकोलाई शिक्षामा साक्षरता दर बढाएर अहिले जुन रौतहट 77 नम्बरमा छ त्यसलाई हामी 1 नम्बरमा ल्याउनको लागि दिन-रात काम गर्नको लागि तयार छु साथीहरु। तपाईहरुलाई लाग्छ होला कि अहिले धेरै दिन मतलब हामी आएन, धेरै दिन भन्दा पनि हाम्रो 2 हप्ता हाम्रो एपिसोड आएन। अब 2 हप्ता पश्चात विश्रामपछि एउटा नयाँ पावरफुल तरिकाले हामी आइसकेको छु। केही समस्याहरू थियो, आउँछ भविष्यमा तपाईहरुलाई त्यो समस्याको बारेमा हामी जानकारी गराउँछु। तर तपाईहरुसँग के अनुरोध गर्छु कि तपाईहरु जो व्यक्ति जहाँ भए पनि हामीलाई यो मुभमेन्टमा तपाईहरुले सहकार्य गर्नुपर्छ, किनभने यो मुभमेन्ट मात्र एउटा इन्जिनियर के को मुभमेन्ट होइन नि। यो मुभमेन्ट मात्र स्टार कोचिङ एन्ड ट्रेनिङ सेन्टरको मुभमेन्ट होइन। यो मुभमेन्ट हाम्रो बजिकाञ्चल एफएमको मात्र मुभमेन्ट होइन। यो मुभमेन्ट भनेको रौतहटका ती हरेक बालक जो कहीँ न कहीँ रौतहटको कुना काप्चामा बसेर आफ्ना ती समयलाई व्यतीत गरिराख्नु भएको छ उहाँहरूको हो। त्यसैले ती कुरालाई मध्यनजर गरेर हामीले ध्यान राख्नुपर्छ र अगाडि पनि त्यही हिसाबले हामीले मुभ गर्नुपर्छ। तपाईहरुलाई म के कुरा भन्छु भन्दाखेरिमा तपाईहरु जहाँ भए पनि यदि हामी तपाईसँग हातेमालो गर्नको लागि तयार छु, किनभने हामी सहकार्य गर्नको लागि अलरेडी तयार छु, हामी सबैसँग सहकार्य पनि गरिरहेको छु भने तपाईहरुसँग रिक्वेस्ट गर्छु तपाईँ पनि हामीसँग सहकार्य गरिदिनु। किनभने मात्र एकजना व्यक्तिले गरेर यो सम्भव हुने भएको भए आज न हामी बजिकाञ्चल एफएममा बसेको हुन्थ्यो न तपाईहरुसँग कुरा गरिरहेको हुन्थ्यो। अहिले सिधै एकैछिनमा रौतहटलाई 1 नम्बरमा ल्याइदिन्थे। त्यस्तो छैन आदरणीय श्रोता महानुभावहरू। तपाईहरु जहाँ भए पनि जुन ठाउँबाट भए पनि तपाईको साथ सहयोग हामीलाई चाहिन्छ। हामी त्यसको लागि सहकार्य गर्नको लागि तयार छु। तपाईँ पनि हामीलाई साथ सहयोग दिनको लागि तयार हुनुहोस्, किनभने यो रौतहटको भविष्य हो, रौतहटको यथार्थ स्थिति हो। तपाईहरुलाई पनि थाहा छ, म ठोकुवा बारम्बार भनिरहेको छु कि रौतहट एक्चुअलमा जुन डाटा देखाइरहेको छ त्यो डाटा छैन रौतहटमा। हामी पनि डाटा निकालिरहेको छु, हामी पनि रिसर्च गरिरहेको छु। रौतहटको त्यो अवस्था छैन। रौतहट एक्चुअलमा अहिले लास्टमा छँदै छैन। सबभन्दा पहिला कुरा त छँदै छैन। तर जुन हिसाबले रौतहटले लास्ट नम्बर देखाएको छ, रौतहटले बारम्बार इन्डिकेट गरेर रौतहटको शिक्षामाथि जुन प्रश्न उठाइरहेको छ कि तपाईलाई पास हुनु छ भने रौतहट जानुहोस्, त्यो न्याय पाउनु छ भने गोर्खा जानुहोस्, यो मजाको साथीहरू कुनै किसिमको यस्तो छैन। कुनै पनि हाम्रो फर्स्ट गेस्टले पनि सेकेन्ड गेस्टले भन्नुभएको थियो सन्तोष सरले, कुनै पनि ठाउँ या कुनै पनि व्यवस्थालाई हामीले परिवर्तन गर्नु छ, कुनै पनि ठाउँलाई खराब बनाउनु छ, त्यसलाई जित्नु छ भने त्यसको लागि सिम्पल तरिका हो त्यो ठाउँलाई करप्टेड बनाइदिनु। त्यहाँको एजुकेसन सिस्टम, त्यहाँको एजुकेसन सिस्टमलाई करप्टेड बनाइदिनु। अहिले नेपालमा नयाँ सरकार बनेको छ। उहाँको पनि आज 100 दिन पुरा हुँदैछ साथीहरू। 100 दिन पुरा भइसक्यो। उहाँहरूको पनि कार्य तपाईहरुले हेर्नुभयो। तर शिक्षामा के छ त? शिक्षामा मान्नु एउटा म नर्मल कुरा गर्छु, देशभरि एउटा के एजुकेसन सिस्टम बनायो कि आइतबारको छुट्टी हुन्छ। तर देशभरिको कुरा सुन्नु, रौतहट जिल्लाको कुरा गर्नुहोस्, रौतहट जिल्लामा छुट्टी भइरहेको छ त? आदि विद्यार्थी आइतबार पढिरहेको छ, आदि विद्यार्थी पढ्न सकिरहेको छैन। के छ त उहाँहरूको अवस्था, उहाँहरूको समस्या कसले बुझिदिन्छ? कसरी यो समस्या समाधान हुन्छ? यसको लागि रौतहट जिल्लामा तपाईहरुले यसको लागि पहल गर्नु पर्दैन र? पर्छ नि त। मान्नु, चन्द्रपुर नगरपालिकाको म कुरा गर्छु, अरू ठाउँमा त सरकारी स्कुलमा बिदा छ, चन्द्रपुर नगरपालिकामा सरकारी स्कुलमा पनि पढाइ भइरहेको छ, त्यहाँ प्राइभेट पनि भइरहेको छ। के छ त यो चक्कर? ती विद्यार्थीहरू हामी रौतहटलाई एजुकेसनमा 1 नम्बरमा बनाउने अभियानमा छु, अनि तपाईहरु यसमै गोलमालको सिन्डिकेटमा रौतहटले फसाइराख्नु भएको छ। होइन नि यस्तो। तपाईले चलाउनु छ भने सबै चलाउनुस्, बन्द गर्नु छ भने सबै बन्द गर्नुस्। त्यो कुरालाई ध्यान दिनु होला। अब हाम्रो समय आएको छ। आजको गेस्टसँग जुन कुरा गरेको छु त्यो कुरा तपाईहरुको बीचमा राखिदिनको लागि हाम्रो टेक्निशियन मित्र आदरणीय शिवनाथ सरलाई हार्दिक अनुरोध गर्छु। धन्यवाद। सर प्रदीप सर नमस्कार सर, तपाईलाई स्वागत छ हाम्रो रौतहट फर्स्ट इन एजुकेसन मुभमेन्टमा। धन्यवाद सर। तपाईको लागि हाम्रो पहिलो प्रश्न हो सर, तपाईले हाम्रो यो रौतहट फर्स्ट इन एजुकेसन मुभमेन्टलाई कसरी हेर्नुहुन्छ सर? जब सर यो शब्द म सुन्छु नि सर, हजुर सर, मेरो आँखा अगाडि एउटा नारा होइन, एउटा भविष्य देखिन्छ सर। हजुर सर, किनभने इतिहासले एउटा कुरा स्पष्ट प्रमाणित गरेको छ सर। हजुर सर, दक्षिण कोरियामा हजुर युद्धपछि विश्वकै गरिब राष्ट्रहरूमध्ये एक थियो। हजुर सर, प्रकृति स्रोत थिएन। हजुर सर,
सर उनीहरूले एउटा निर्णय गर्यो सर, हजुर सर, हामी हतियार भन्दा किताबमा लगानी गर्छु भनेर। हजुर सर, आज उनीहरू सर प्रविधि अनुसन्धान र शिक्षामा विश्वकै अगाडि छ सर। हजुर सर, सिङ्गापुरसँग न तेल थियो हजुर सर, न ठुलो भूभाग, हजुर सर, तर प्रधानमन्त्री ली कोन येनले हजुर सर, भनेका थिए सर, हजुर सर, हाम्रो सबभन्दा ठुलो प्राकृतिक स्रोत हाम्रो जनता हो। हजुर सर, त्यसैले उनीहरूले विद्यालयलाई राष्ट्र निर्माण केन्द्र बनाए सर। हजुर सर, आज सिङ्गापुर विश्वका उत्कृष्ट शिक्षा प्रणाली मध्ये एक हो सर। हजुर सर, फिनल्यान्डले संसारलाई सिकायो हजुर सर, राम्रो विद्यालयको आधार महँगो भवन होइन, उत्कृष्ट शिक्षा हुन्छ भनेर। हजुर सर, उनीहरूले सम्मानित पेसा बनायो सर हजुर सर, र प्रमाणित आज संसारले देखिरहेछ सर, हो कि होइन सर? हजुर सर, अब म एउटा प्रश्न रफतलाई सोध्न चाहन्छु। हजुर सर, यदि दक्षिण कोरिया उठ्न सक्छ, हजुर सर, यदि सिङ्गापुर उठ्न सक्छ, हजुर सर, यदि फिनल्यान्ड उठ्न सक्छ भने हजुर, रफत उठ्न किन सक्दैन सर? हजुर सर, बहुत बहुत धन्यवाद सर तपाईँको यी हाम्रो मार्मिक समस्या सर शब्दलाई। प्रतिभा कमी होइन, हाम्रो सर। समस्या साझा र संकल्पमा कमी हो सर। हजुर सर, ल सर, अरू सर केही? तपाईँको लागि दोस्रो प्रश्न हो सर, हजुर। हाम्रो यो थर्ड फर्स्ट एजुकेसन जुन मुभमेन्ट हो यसको लागि हामी जब फिल्डमा हुँदाखेरि समस्याहरू पनि धेरै छ, के समस्या छ र त्यसलाई कसरी समाधान गर्न सकिन्छ पोइन्ट वाइज भनिदिनु सर। सर यदि मलाई एउटा मात्र काम रोज्न भनियो भने सर, हजुर सर, हरेक बच्चालाई पढ्न, बुझ्न, सोच्न र सपना देख्न समक्ष बनाऊ। हजुर सर, नेल्सन मोन्डेलले भन्नुभएको थियो सर, हजुर सर, एडुकेसन द मोस्ट पावरफुल, हजुर सर, we one which your can use the change the world। हजुर सर, म यो भनाइलाई रठोटको भाषामा यसरी भन्छु सर, हजुर सर, कलम समातेको हातले कहिल्यै समाज जलाउन सक्छ सर? हजुर छैन, होइन होइन, हजुर सर, उसले समाज बनाउँछ, हजुर सर, जलाउँदैन। हजुर सर, हामीले विकासलाई धेरै वर्ष सडकमा ल्याम्ब्याए नाप्यो। हजुर सर, अब विकासलाई विद्यालयको गुणस्तर, बच्चाको पढ्ने क्षमता र शिक्षाको प्रभावले नाप्ने समय आएको छ सर। हजुर सर, किनकि सर हजुर, एउटा पुलले दुई किनारमा जोड्छ, हजुर सर, तर एउटा विद्यालयले दुई पुस्ता जोड्छ। हजुर सर, एउटा सडकले सहरसम्म पुर्याउँछ, तर एउटा शिक्षाले संसारसम्म पुर्याउँछ, हजुर सर, हो कि होइन सर? हजुर सर। हजुर सर, तपाईँको यी भनाइहरू हाम्रो मिसनमा धेरै ठुलो भूमिका खेल्नेछ सर। त्यसैले हाम्रो मिसनको सिम्पल स्लोगन जे भावना छ त्यो म तपाईँलाई परस पार्दिन्छु। एकदम बहुत बहुत धन्यवाद सर। किनभने तपाईँहरू जस्तो व्यक्तिको साथ सहयोग र सुझाव सल्लाह पाएपछि हाम्रो टिमले अझ पनि जुन स्लोगन बोकेको छ, तपाईँले नपढे कसले पढ्ला, हामीले नगरे कसले गर्ला, यी स्लोगनको मार्फत र तपाईँहरू जस्तो व्यक्तिको कसले गर्छ, पहिले आफैबाट सुधार गर्नु सर। हजुर सर। अनि यो जुन 77 नम्बरमा हाम्रो रौतहट छ, हामी सबैजना मिल्यो भने 1 नम्बरमा यसको लिटरेसी रेट बढाएर ल्याउन एकदमै सजिलो छ सर। अब सुन्नुहुन्न सर, एसएलसी पास गर्नु छ भने रौतहट जानु हो। यो सर यो एक किसिमको रौतहटलाई हुन्छ नि, यहाँको हाम्रो पहिलो दोस्रो गेस्ट हुनुहुन्थ्यो हाम्रो सन्तोष सर, उहाँले भन्नुभएको थियो कुनै पनि ठाउँलाई या समाजलाई बिगार्नु छ भने त्यहाँको एजुकेसन सिस्टमलाई करप्ट बनाइदिनु। अनि हाम्रो रौतहटलाई एक किसिमको यो करप्ट बनाउने उद्देश्यले यी कुराहरू बाहिर मिडियामा ल्याइएको हो सर। अनि यहाँको यथार्थ तपाईँ पनि बुझिराख्नु भएको छ र हामी पनि बुझिरहेको छौँ र अब चाँडै रौतहट 1 नम्बरमा अवश्य आउनेछ तपाईँहरूको साथ सहयोगले। अन्त्यमा तपाईँलाई के भन्छु सर, अहिले तपाईँलाई लाइभ हाम्रो बजिकाञ्चल एफएम 89.2 मेगाहर्जमा हाम्रा श्रोता महानुभावहरूले तपाईँलाई सुनिरहेको छ र बेलुका हाम्रो डिजिटल प्लेटफर्म केफाई प्रेजेन्टमा पनि तपाईँलाई श्रोता महानुभावहरूले सुनिराख्नु भएको छ। उहाँहरूलाई तपाईँले अन्तिम सन्देश के दिन चाहनुहुन्छ सर? रौतहटवासीको नाममा मेरो सन्देश र प्रिय रौतहटका अभिभावक, शिक्षक, विद्यार्थी र जनप्रतिनिधि र सम्पूर्ण नागरिकहरूमा आज हामीले एउटा निर्णय गर्नुपर्छ सर। हजुर सर।
हामी आफ्नो छोराछोरीलाई हजुर सर कि भविष्य दिन हजुर सर सर हजुर हामी दुईटा उमा छु हो कि होइन सर? हजुर हजुर सम्पत्ति सकिन्छ, शिक्षा सक्दैन, याद राख्नु हजुर सर हो कि होइन सर? हो सर जब एउटा बच्चा हजुर। विद्यालय छोड्छ एउटा सपना मर्छ, हजुर सर तर जब एउटा बच्चाले पुस्तक खोल्छ एउटा नयाँ इतिहास जन्मिन्छ कि कसो छ? एकदम 100% सर त्यसैले भन्छु सर म कि आउनु हामी सबै आज एउटा सामूहिक प्रेरणा गरौँ। हजुर सर रठोटको कुनै पनि बच्चा अवसरको अभावमा पछि पर्ने छैन, हजुर सर किनकि सर हजुर कुनै सर पनि शिक्षक केवल जागिर गर्ने कर्मचारी हुने छैन, हजुर हरेक सर विद्यालय आशाको केन्द्र हुनेछ। हजुर सर र सर अन्त्यमा हजुर सर यदि तपाईँ एउटा वर्षका लागि सोच्नुहुन्छ भने हजुर अन्य रोप्नुहोस्, यदि 10 वर्षका लागि सोच्नु भने रुख रोप्नुहोस्, हजुर सर तर यदि यस वर्षका लागि सोच्नुहुन्छ भने मानिसलाई शिक्षित बनाउनुहोस् हजुर सर कि कसो छ? एकदम सर आज हामी एउटा विद्यालय सुधार्नेछौँ सर, हजुर सर भोलि एउटा गाउँ बदलिनेछ, हजुर सर यसमा पनि सर पर्सि एउटा जिल्ला बदलिनेछ सर, हजुर सर र एक दिन नेपाल गर्वका साथ भन्नेछ रठक शिक्षामा 1 नम्बर भएर केवल आफ्नो भविष्य बदल्नेछ। हजुर सर उसले सम्पूर्ण देशलाई एउटा बाटो देखाउनेछ सर। हजुर सर बहुत बहुत हृदयदेखि तपाईँलाई जति धन्यवाद दिए पनि कम पर्छ किनभने किनकि सर कि यसरी पास गर्न छ भने रठट जानु यो सब हामीले हजुर मिटाउनु पर्यो सर। हजुर सर रठटले शिक्षामा 1 नम्बर भएर केवल आफ्नो भविष्य बदल्ने, उसले सम्पूर्ण देशलाई एउटा नयाँ बाटो देखाओस् भन्ने आशमा छु। एकदम बहुत बहुत धन्यवाद सर, तपाईँले आज आफ्नो किमती समय दिनुभयो त्यसको लागि तपाईँलाई हृदयदेखि धन्यवाद सर। धन्यवाद सर। नमस्कार श्रोता महानुभावहरूलाई, तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। तपाईँ पनि हाम्रो यो अभियानमा जुट्नुहोस्, किनभने तपाईँहरूसँग हातेमालो गरेर तपाईँहरूसँग सहकार्य गरेर मात्र हामी रौतहटलाई शिक्षामा 1 नम्बरमा ल्याउन सकिन्छ। यो सजिलो छ साथीहरू, एकदमै सजिलो छ। तपाईँ हामीसँग जुट्नुहोस्, बस्नुहोस्, कुरा गर्नुहोस्, अनि तपाईँहरूको जुन आइडिया छ त्यो दिनुहोस्। हामीले जुन रोड म्याप बनाएको छु त्यो रोड म्याप तपाईँ एकचोटि बुझ्नुहोस्। 100% रौतहटलाई चाँडै हामी 1 नम्बरमा ल्याउनेछौँ। यति भन्दै आजको यो कार्यक्रममा हाम्रो टेक्निसियन मित्र शिवराज सरले हामीलाई सहयोग गर्नुभयो, त्यसको लागि धन्यवाद। र तपाईहरु हाम्रो यो अभियानमा जुट्नु भएको छ त्यसको लागि तपाईहरुलाई हृदयदेखि धन्यवाद। तपाईहरुले यी भिडियोको फर्मेटमा बेलुका तपाईहरुले सुन्न सक्नुहुन्छ। यति भन्दै आजको यस कार्यक्रमबाट म बिदा हुन्छु। म इन्जिनियर के स्टार्ट कोचिङ एन्ड ट्रेनिङ सेन्टरको फाउन्डर। सुन्दै गर्नुहोला हाम्रो 89.2 मेगाहर्ज बजिका अञ्चल एफएम। धन्यवाद।